नमस्कार साथीहरू, मेरो यस युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। अहिले चाहिँ म साथीहरू बाटोमा जाँदैछु। यहाँले देख्न सक्नुहुन्छ कच्ची बाटो छ गाउँघरमा, यस्तै हो। यहाँहरू सम्पूर्णलाई अवगतै छ हैन। अहिले चाहिँ म कहाँ गइरहेको छु, साँझ भइसकेको छ लागिरहेको होला है। क्यामेरामा त खासै अँध्यारो त देखिँदैन हैन। जे होस्, साँझ परिसकेको छ। म चाहिँ यहाँ पर, यहाँहरूलाई थाहा छ कि छैन होला, टिमुर हुन्छ नि, त्यो परर गर्ने खालको टिमुर चाहिँ होइन, त्यो नगर्ने के भन्छ, सिलटिमुर भन्छ सायदै। म त्यो अचार खानका लागि चाहिँ टिप्न गइरहेको छु साथीहरू है। अनि यहाँ चाहिँ जब असार लाग्यो तब चाहिँ पानी झरी चाहिँ एकदमै परिरहेको छ। एकैछिनमा पर्ने एकैछिनमा रहने गरिरहेछ है। मौसम त्यस्तै छ, जुगा एकदमै लागिरहेको छैन। एकदमै उनीहरू खुसी भएर रौसिरहेको छ साथीहरू। अनि म चाहिँ यसरी बाटो रोटै रोड, अब यहाँदेखि चाहिँ म यता तल जानुपर्ने हुन्छ साथीहरू। अनि यहाँ चाहिँ के छ भन्दाखेरि यहाँ कफीको बेर्ना पनि छ है। यहाँ साथीहरू धेरै जसो चाहिँ लगिसक्नु भइसकेको छ। हेरौँ अब कति बाँकी छ, म नआएको पनि धेरै भयो। यहाँ देख्न सक्नुहुन्छ साथीहरू है, यता माथि पनि छ होइन। यता बिचको चाहिँ सकिसक्यो। यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ यस्तो लेउ छ, बाटो चिप्लेर लडिन्छ कि भन्ने डर पनि छ होइन। सो साथीहरू, कफीको बिरुवा यस्तो छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँहरूले, दामी छ नि त कफीको बिरुवा चाहिँ। जे होस्, राम्रो छ। यो चाहिँ हाम्रो मामाहरूको हो है। म मामा घरमा बस्छु नि त, अनि छुट्टी भएको बेला चाहिँ म घर जान्छु। यहाँ प्लास्टिकहरू झुन्डाउनु भएको छ। अनि यहाँ चाहिँ कस्तो दामी देखिरहेको छ साथीहरू। साह्रै राम्रो पो छ त हौ, लोभै लाग्दो छ साथीहरू। अनि यहाँ देख्न सक्नुहुन्छ होइन, सिलटिम्बर यस्तो छ। म चाहिँ यो रुखमा चढेर झार्छु है त साथीहरू। मैले चाहिँ टिपिसकेँ होइन, यस्तो हुन्छ है। यो अचार खाँदाखेरि पनि हुन्छ, बाख्राहरूलाई औषधि पनि हुन्छ होइन। यो चाहिँ खाँदाखेरि पराउँदैन। ओके साथीहरू, यहाँहरूले यतिन्जेल हेरिदिनु भयो, त्यसको लागि धेरै धन्यवाद भन्दै मेरो आजको यस भ्लगलाई चाहिँ यही अन्त्य गर्छु। अबको यहाँहरूको बाँकी समय शुभ रहोस् भन्दै बाई।